छि यार खुन लाग्यो सबै हातमा ब्लड यार ती यतातिर लागेको छ यार ओइ खुन फाल्छ नि यसले ओइ उता डेन्जर भालेर माछाले ओइ त्यो भाले आइहाल्नु खोज्छ तपाईँ भागमा त्यहाँ नि त्यसको हेर अघि मैले नचलाउनु पर्थ्यो यसले मार्छ माकेर चाहिँ रुङ्गे गरेर क्या यहीँनिर अब ओइ भाग भन्दै किन म के बारे यसरी कुद्थ्यौँ क्या याद आउँछ है कहिले काहीँ यसरी कुद्ने कि बेसी अब ढिलो भएको हुन्छ अहिले माथिबाट देखिहाल्यो भने त बजिहाल्छ त्यसैले अब यहाँबाट चाहिँ हाम फालेर गइहाल्नुपर्छ कि बिस्तारै आइपुग्यो हेलो गुड आफ्टरनुन नमस्ते सेवा र होइन म चाहिँ यो लिम्बू तपाईँको सामु फेरि पनि उपस्थित भइसकेको छु मेरो पुरानो युट्युब च्यानलमा नयाँ भिडियोको साथमा टक्कसँगले चाहिँ आज चाहिँ म चाहिँ सर्ट मेरो घरबाटै स्टार्ट गर्दैछु भिडियो किनभने योभन्दा अगाडिको चाहिँ मैले भिडियो कुनै पनि बनाउनु पाइनँ किनभने मेरो बिजी व्यस्तताको कारणले र भर्खरै यहाँ चाहिँ यो घरमा चाहिँ कार्य भर्खरै सकिएको छ नि त त्यही भएर मैले चाहिँ भिडियो बनाउनु पाइनँ त्यही हो कुराकानी अब यस्तै छ अब यहाँभन्दा पछाडिको दिनहरू चाहिँ पछाडिको दिनहरू चाहिँ टक्कसँगले भिडियो आउँछन् होइन अब टक्कले भर्खरै कार्य पनि सकिसक्यो त्यही हो अब घर चाहिँ आइसक्यो घर आएको पनि 3-4 दिन भइसक्यो होइन त्यही भन्न चाहन्छु अब उताबाट चाहिँ किचन अब टक्कसँगले म चाहिँ यहाँबाट निस्किन्छु त्यही हो अब चाहिँ म चाहिँ अब यहाँ चाहिँ धेरै चिसो छ नि त अहिले चिसो भन्दा नि यस्तो वैशाखको बेला पनि चिसो छ अनि त्यही भएर अब चाहिँ म चाहिँ नाटककै ज्यादा मेरो नुहाउनको लागि सर्टसँगले बेसी चाहिँ यहाँ तलतिर छन् म जान्छु तपाईँहरूलाई म सँगै लिएर जान्छु त्यति दिन गएर मेरो भिडियो हेर्दै गर्नु होला म जान्छु ल त म त्यहाँ एक्लै बसेर तिमी जान्छु अब तेरो काकी लिन ल ल खोइ ल भने काकीलाई माया गर्छौ कि न यता हेर त्यसो नगर है ल म गएँ ल आमा खै त हेर्नु अनि यता चाहिँ हाम्रो आमा यता छैन अब के भन्ने आमा टक्कसँगले अब चाहिँ म चाहिँ एउटा निस्किन्छु होइन यस्तै छ जिन्दगानी दर्पण छ है पानी पो झर्न थाल्यो त अब पानी झर्न थाल्यो त अनि भर्खरै यहाँ चाहिँ बिहे पनि बहिनीहरूको दिदीहरूको सकिसक्यो त्यही हो ल लु जाऊ माथि घर जाऊ तिमीले मलाई पछ्याएर कहाँ हुन्छ तिमी च्यालो जाऊ त म त बेसी पो गएको त तिमी कहाँ हिँड्नै सक्दैन तिमीलाई लगेर भएर मैले बोक्नु मात्रै पर्छ ल जाऊ लु दिदीसँग जाऊ त ल म गएँ ल टाटा खोइ बाई म गएँ ल यसलाई लग्यो भने फेरि धेरै समस्या आउँछ क्या बिग समस्या धेरै यसलाई लाँदैन मेरो सक्कसँगले आज चाहिँ मेरो खास के हो कुरो भन्दा चाहिँ सक्टोसँगले मेरो गाउँ बेसी हेर्ने पनि प्लान छ नि त मेन इम्पोर्टेन्ट भनेको चाहिँ मेरो गाउँ बेसी हेर्ने प्लान हो अब हेर्नु धेरै लामो त ग्याप बसिएन तर अब त्यही पनि अलिअलि याद आउँदो रहेछ कि सम्झना त्यही हो बाटो पनि हेर्नुपर्ने छ अब फोकस खासै क्यामेरामा हुँदैन त्यही हो बाटो पनि हेर्नुपर्छ अब तल्लो घर पनि आइपुगिसक्यो अहिले चाहिँ ट्रकसँग सबै हरियाली छ कि सबै अब चाहिँ सबै पलाउने बेला भइरहेछ मकै सके पनि हरियाली भइरहेछन् यस्तै चाहिँ जिन्दगानी गाउँघरको ल त अनि अर्को कुरा खास के हो भन्दाखेरि मैले चाहिँ टक्कसँगले हाइलाइट चाहिँ तपाईँले फेसबुक अनि टिकटकमा हेर्न सक्नुहुन्छ मेरो चाहिँ युट्युबमा राख्दैन हाइलाइट चाहिँ तपाईँले सट्टोसँगले युट्युब फेसबुक टिकटकमा हेर्न सक्नुहुन्छ अनि अब चाहिँ म चाहिँ टक्कसँगले त सुनिल भाइको घरतिर चाहिँ अब आइपुगेछ फेरि यो ठाउँ चाहिँ अहिले यो चाहिँ हाम्रो गाउँ यो बेसी जाने बाटो हो नि त एकदमै धेरै गाडी कुद्ने हुँदैन अब बर्खामा त खासै सक्दैन पानी परेर यो बाटो चाहिँ पहिला धेरै नै अप्ठ्यारो साँगुरो थियो यो बाटो चाहिँ अहिले यस्तो मस्त दामी बनाइदिएर चाहिँ भर्खरै हेर्दैछु होइन अनि टर्निङ अलिक साँगुरो थियो नि त यो भाग चाहिँ साँगुरो थियो अहिले चाहिँ त पर सट्टसँगले काटेर चाहिँ सट्ट यहाँ त पहिला ट्याक्सी पनि नघुम्थ्यो अहिले चाहिँ सरक्कै घुम्ने रहेछ है बाटो चाहिँ ठुलो बनाएर छ अनि हेरौँ त विकास हुँदैछ नि गाउँहरू यार यसरी नै विकास हुँदै जाने भयो भने त एकदम चाँडै हुन्थ्यो क्या भन्ने कुरो अब हेरौँ यहाँ बाटो दामी आइसक्यो कि यहाँ अब त यो ठाउँमा त अब त अलि बर्खाको टाइममा पनि कुद्छ नि गाडीहरू अलिअलि त्यस्तो यो गाउँमा चाहिँ खासै साह्रो पर्छ गाडी कुद्नलाई गाउँ बेसी जानेले रोड हो नि त त्यही भएर अहिले चाहिँ धेरै राम्रो नै भइसकेको छ प्रगति हुँदैछ गाउँ ठाउँ यस्तै चाहिएको हो नि त हामीलाई पनि म चाहिँ अहिले टक्कसँग सिमले बेसी आइसकेँ होइन अब त्यही हो यहाँनिर खेतहरू चाहिँ अलिअलि धेरै बाँझिसकेछ क्या धेरै बाँझिसकेको छ यार मकैहरू पनि रोपेछ अलिअलि थोरै हरियाली टक्कसँगले यहाँबाट भ्यू देखिन्छ होइन अब यहाँबाट देखिने भ्यूहरू चाहिँ कता भन्दा यहाँ पारिपट्टि देखिने चाहिँ यो अलि मेरो क्यामेरा भ्याउन यो धुसिनी भयो यता पार्टीपट्टि इबाङ भएको अनि यो तलको फर्केको इलाम पूर्वतिर फर्केको खोला चाहिँ त्यो भयो अनि त्यसको छेउमा गजुरमुखी त्यही हो अब क्यामेराले खासै भ्याउन्न होइन त्यति राम्रो क्यामेरा छैन त्यही हो कुरा गर्ने अब अहिले चाहिँ ठक्कसँगले अलिअलि मौसम चाहिँ चिसो पानी पर्ला कि जस्तो चाहिँ देखिरहेको छ तर पानी पर्दैन मलाई थाहा छ
अब यस्तै यस्तै चल्दैछ गाउँहरूको जिन्दगानी। यतातिर अब मकैहरू त खतरा पो बनाइसकेछ त भाइ, यतातिर त सुन्यो भने भाइहरूले होइन। दाम्स गरी मकै हरियाली हो यार, यही हो नि त। वाउ, नेचुरल ब्युटी भनेको यसलाई भन्छ कि यसलाई अरे कि अब कृषि क्रान्ति हो कि कृषि क्रान्ति। तर धेरै जसो अहिले चाहिँ खेतहरू बाँचिन थालेछ है। यहाँ तलको अब यहाँ चाहिँ धान रोप्छन् होला टक्कसँगले। अहिले म सिमलेमा है त, अब फेरि तल गएर भेट्नुपर्छ। फेरि यस्तो हो कि अब गाउँघरको चाहिँ साँग्रो बाटो, पाहाडको बाटो कस्तो हुन्छ भन्नुहुन्छ होला, यस्तो हुन्छ साँग्रो साँग्रो है। यस्तो कोप्चा कोप्चीबाट हिँड्नुपर्छ। यो चाहिँ अब हाम्रो पहिल्यैदेखि सानैदेखि हिँडी आएको बाटो हो नि त, त्यही भएर हाम्रो चाहिँ खासै समस्या पर्दैन नि त। यस्तो बाटो छ है, रोड पनि छ, रोडमा धेरै घुम्नुपर्छ तल छ। तर हामी धेरै यसो सामान भारी सारी बोकेर हिँड्ने बाटो चाहिँ यही हो होइन। अब यस्तै बाटोमै हुर्किएको, यस्तो ठाउँमै हुर्किएको बढेको होइन। हामीलाई त्यस्तो यस्तो बाटोमा हिँड्नु खासै फरक पर्दैन है। त्यही छ, यस्तै छ अब मेरो गाउँघरको अहिले चाहिँ। अनि म धेरै तल पनि आइपुगिसकेँ घरबाट होइन। अब यहाँ तल चाहिँ बेसी सेसी देखाउँछु मकै बारी सारी। अहिलेको समयमा चाहिँ धेरै जस्तो मकै बारी मकै छर्ने बेला छ नि त, मकै गोड्ने बेला सबै बितिसक्यो। मकैको सिजन छ अहिले। अब यो मकै हटाएपछि चाहिँ टक्करसँगले धान लाउँछन्। धान लगाएपछि फेरि पछाडि अब त्यही हो, मकै नै छर्ने हो। धेरै जस्तो हाम्रोतिर मकै र धान हुन्छ, त्यही हो। अनि अलैँची बारी पनि छन्, अलैँची पनि हुन्छ धेरै मात्रामा पनि। अलैँची हुन्छ, अलैँची कुच्चो धेरै हुन्छ क्या हाम्रोतिर। यस्तै यस्तै छ गाउँघरको स्थिति। अहिले चाहिँ म फुपूको घर पनि आइपुगिसकेँ, बेसी फुपूको बेसी पनि। अब यहाँ घरमा मान्छे छन् कि छैनन् भन्ने कुरो पहिला के हामी चाहिँ यहाँनिर अब टक्कसँगले यता मेरो खुट्टा गयो यार छेत। टक्क यो बाटोमा चाहिँ हामी पुरै स्पिड कुद्थ्यौँ कि माथिबाट घरबाट आउने स्पिड रन्केर जाने कि ढिलो गएको होला। यहाँतिर चाहिँ यो फुपू खेत भयो अनि यसरी कुद्थ्यौँ कि हामी चाहिँ ओए भाग भन्दै होइन मकै बारीमा यसरी कुद्थ्यौँ कि याद आउँछ है कहिले काहीँ। यसरी कुद्ने कि बेसी अब ढिलो भएको हुन्छ होइन। अब धेरै नकुदौँ मैले लडिन्छ, यसरी कुद्थ्यौँ कि हामी पहिला चाहिँ। यहाँ चाहिँ सट्टासँग लिस्ट्रनी खेतमा थुम्के खुब रमाइलो आउँथ्यो क्या कोही बेला। अब है धेरै वर्ष त भएको छैन, तर पनि अब त बिस्तारै बिस्तारै के हो उमेर ढल्किँदै गएको हो कि के हो जस्तो नि होइन। अब त्यो दिनको रमाइलोहरू आउँदैनन्। मैले चाहिँ खासै क्यामेरामा फोकस गर्न सक्दैन, अहिले बाटो पनि हेर्नुपर्छ नि त। त्यही भएर यहाँ चाहिँ पुरा फाल्तै कुद्ने हो कि हामी पहिला। अहिले पनि सकिन्छ, तर अहिले त्यो बेलाको जस्तो हुँदैन कि रमाइलो मजा खालको है। त्यो केटाकेटीको बेलाको कुरै छोडौँ कि धेरै फाल्तै मजा के। अब यस्तै चलिरहेको छ अहिलेको है। मकै बारीको बिचबिचमा हिँड्नुको आनन्द अर्कै हुन्छ। अलिअलि गर्मी होइन, अझै यो पाक्ने बेलामा पो हिँड्नुपर्छ त्यो यहाँनिर सट्टसँगले घाम लाग्दिनुपर्छ तातो कि पुरा। त्यहाँ पासेर यो गालाहरू शरीरहरू बाफ्रे कुरै नगरौँ त्यहाँ एकदमै। छोरी फेसबुक टिकटकबाट यो भिडियो हेर्न आउनुहुन्छ मेरो भ्लग, सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र अहिले चाहिँ म चाहिँ टक्कसँगले पनि अहिले त बिचबिच बाटोमा आइपुगिसकेँ। अब यहाँ तलतिर चाहिँ बुद्याक्स केटो होइन, मतलब छिमेकी केटो साथी चाहिँ यहाँ बसिरहेको छ भन्दै थियो। अघि बाख्रा चलाउँदै हुन्छु म, त्यहाँ आइज है भन्दै थिएँ। अब त्यसलाई पनि लगेर नुहाउने केटो यार। हामी नुहाउन आएको पनि के धेरै दिन भइसक्यो, हप्ता कटिसक्यो कि अब के भन्ने यार, लाज लाग्छ है। अब फोरी भइहाल्छ कि धेरै नै फोरी। त्यही भएर नि म चाहिँ झरेको बेसीतिर यसो घुमघाम गर्दै अनि तपाईँहरूलाई पनि सट्टसँगले मेरो गाउँघरको बेसीको भ्यू देखाइदिउँ भनेर म चाहिँ आइसकेँ। अनि तपाईँहरूलाई यो भिडियो चाहिँ भरे मजाले हेरिदिनु होला पुरैसम्म भन्न चाहन्छु। र तपाईँहरू मेरो युट्युब च्यानललाई अनि मलाई प्लिज सपोर्ट चाहियो है होइन। सपोर्ट होइन, मेरो एकचोटि 1 सब्सक्राइब भए पनि गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। तपाईँहरू 1 सब्सक्राइबले मेरो थोरै भए पनि हौसला बढ्छ कि भन्ने म अहिले आशा राखेको छु। त्यही भन्न चाहन्छु। ल त प्लिज भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला है त, मजा आउनेछ होइन। अहिले चाहिँ टक्कसँगले चाहिँ मेरो दिदीको चौतारा हो होइन। यो चाहिँ जेठा तुम्बाको छोरी कान्छीको चौतारा पनि आइपुगिसकेको छ। उनीहरू चाहिँ धेरै पहिल्यै बित्नु सक्नु भएको छ नि त। अनि यो सम्झनामा यो चौतारा चाहिँ बनाइदिइराख्नु भएको छ। अनि टक्कसँगले म चाहिँ यहाँ आइपुगिसकेको छु। यहाँ चाहिँ बुद्धि म यहाँ हुन्छु भन्दै थिएँ होइन। अब त्यो मान्छे कहाँ छ थाहा छैन, अब एकचोटि बोलाउनुपर्छ। अनि यहाँ तल चाहिँ बेसी चाहिँ यहाँ तल छ हाम्रो जेठा तुम्बाको खेत चाहिँ, घर चाहिँ यहाँ तल बस्नुहुन्छ बेसीतिर होइन। त्यही अब यो सालको बाढीले धेरै क्षति गर्यो क्या। हेर्नु न खोलाहरू सबै के यो पारिपट्टि सबै के खेतहरू बगाएर लगिसकेछ कि। हेर्नु न कत्रो बाढी आएछ भन्ने कुरो हो कि यहाँ तल। यो चाहिँ ल्याउ खोला भन्छ। यो खोला चाहिँ अब सानो हो, त्यति ठुलो पनि होइन, पुरा के सबै बाढी आएर सबै लगिदिइसकेछ क्या। यो पोहोरको वर्ष धेरै मान्छेको पनि निधन पनि भयो होइन। यतै बाढी धुसिनीतिर पनि 3-4 जनाको मृत्यु भयो। अनि इलाम जिल्लाभरिबाट धेरै 39 जना कतिजनाको मृत्यु भयो। त्यही हो दुःख लाग्छ। यस्तो अब के भन्ने मौसमको भर हुँदैन नि त। त्यही हो अब यो बोलेन कि अब यो यहाँ छैन रहेछ। अब यसलाई कलै गर्नुपर्ने हुन्छ होइन। मैले चाहिँ यहाँ बसेर चाहिँ एकछिन आराम गर्छ। अलिअलि गर्मी हुनु अब चाहिँ यो हो नि त मजा भनेको।
माथि अलिक चिसो छ क्या धेरै अलिकति माथि घर चाहिँ अलिकति लेख थोरै लेख तिचार पनि ठिकै ठाउँमा पर्छ खोइ किन यार चिसो चिसो छ यहाँ त पुरा आनन्द क्या गर्मी आनन्द हावा पनि आउँदो रहेछ अब चाहिँ नुहाउनु जानुपर्छ अब चाहिँ नुहाउने जोस आयो नि त कि खोलातिर जाउँ त अहिले खोलातिर जाने टाइम छैन त्यही हो अब त्यसलाई म कल गर्छु अनि त्यहाँबाट भेटौँ है त त्यो चाहिँ अहिले यहाँनिर चाहिँ बाख्रा चराउँदै रहेन रहेछ त्यो चाहिँ अहिले तल सुम्बारे भाइकोमा चाहिँ गइसकेको रहेछ अब के भन्ने कि अब पिसाब पनि टाइट आइरहेछ होइन अब पहिला अब यो चाहिँ आँप चाहिँ यो साल किन नफल्ने कुरो हो कि यो आँपले चाहिँ पुरा माझगाउँ सबैलाई भ्याउँथ्यो क्या हाम्रो गाउँ सबैलाई भ्याउँथ्यो क्या आँपले चाहिँ यो साल अलि फल्ने बेला त भएको हो फुल्ने बेला त भएको फल्ने तर यो साल नफल्ने रहेछ भन्ने कुरा थाहा भइसक्यो यो चाहिँ 2 वर्षमै 1 वर्षमा चाहिँ फल्दैन अर्को वर्ष फल्छ त्यस्तो खालको हो यो चाहिँ आँप चाहिँ अनि त्यही अब त्यो चाहिँ तल रहेछ अनि सुमारे भाइको चाहिँ घर छाउँदै रहेछ त्यसको घरमा पनि जान्छौँ यहाँ होइन यो पारिपट्टि देखिएको चाहिँ सबै होल्डोले धुस्सुनी हो यता माथि चाहिँ मङ्गलबारेपट्टि पर्छ अहिले त मङ्गलबारे पुरा धुम्मिया रहेछ कि पानी पर्ला लागेको रहेछ अनि यतापट्टि चाहिँ यो चाहिँ धुस्सिनी पर्छ सट्टसँगले यो खोला चाहिँ ल्या खोला हो यस्तो खोला सानो खोला पनि कत्रो बगर भइरहेछ कि धेरै ठुलो जस्तो अनि यतापट्टि सबै धुस्सिनी देखिन्छ भने अब चाहिँ म चाहिँ सुमारे घर आइपुगिसकेँ यहाँ तल छ 2-3जना चाहिँ यहाँ बसिरहेको होला त्यसलाई भेट्छु मैले त्यही हो अब चाहिँ म चाहिँ फिनाउ बेसी पनि आइपुगिसकेँ टक्कसँगले म चाहिँ फिनाउ बेसी आइपुगिसकेँ है यहाँ आँपको बोट चाहिँ पहिला त सानो थियो त्यही माथिको आँपको बोटको हो बोटको बच्चा हो यो चाहिँ अहिले आएर यहाँ यत्रो ठुलो भयो फल्ने बेला भइसकेको छ कि यार के हो यार यस्तो खुब उयो बेला यसलाई हामी ढुङ्गाले हान्ने बक्सिङले हान्ने लात्तीले हान्ने गर्थ्यौँ क्या चाहिँ अहिले यत्रो भइरहेछ है छक्सके अनि सबैतिर अहिले चाहिँ मकै बारी मात्रै छ कि जहीँ तपाईँ जहीँ जानुहुन्छ मकैबारी मात्रै देख्नुहुन्छ कि हाम्रो गाउँतिर चाहिँ यहाँ ठाउँतिर अब चाहिँ टक्कसँगले चाहिँ घरसर छाउँदै रहेछ अब यसले चाहिँ अलिक पछाडि टक्क बे गरिहाल्छ यो घर छाएपछि होइन तयारी छन् होइन केटीहरू तयारी छन् होइन ल टक्कसँगले यसले चाहिँ अब बे गर्ने भयो सट्टसँगले घर छाउँदैछन् त्यही अब यो व्यस्तता रहेछ पुरापुरी अहिले बस्ने यो घरमा हो बेहुला यहाँ छ कि बेहुला यता इस्माइल छ बेहुला फेरि नयाँ बेहुला यता निस्किरहेछ कि अहिले चाहिँ बे टक्कसँगले खुवाउँछ यो सालै ल ठिक छ टक्कसँगले यहाँ चाहिँ घर चाहिँ हुँदै रहेछ आज चाहिँ निस्कमारे भाइ यार चिया सिया के हो यस्तो ओ बुदेक्स खोइ त यार अब मैले तँलाई माथि खोजेँ त यहाँ तल बस्ने हेर न इआइपिएफको जर्सी लाएर टी सर्ट लाएर लु उहिन त गाजा लु यार यो रन्डो भालेलाई अब मैले व्यवस्था गर्छु नि खुब यो भाले अहिलेको यहाँ बेसी टोलको हिरो होइन सुम्बारे भाइ पुरा हिरो भाले रहेछ म त्यसको छेउमा जान्छु अब रन्डा आउँछ कि कुद्छु जाँटो आयो भने त ओइ मलाई डर लाग्दो छ त हेर्छ त है बुई रन्डा भाले ओए हो तर त डेन्जर रहेछ यार डेन्जर भाले रहेछ माछाले कुद्छ यसले त बिताउने रहेछ अनि त्यहाँ चाहिँ अब काम चलिरहेको छ त्यो डिस्टर्ब गर्ने कुरो भएन मैले होइन भालेले मेरो खुट्टा यहाँ हानिदिइहाल्नु नि त न चप्पल सेफ थियो है म्याटर यसको फेरि माछा पालन त डेन्जर छ त यार ओ माई गड टु लभ ओ यार डेन्जर टक्कसँगले नुहाउने ठाउँ आइपुग्यो अब म यहाँ स्विमिङ हुन्छ मैले हो है धेरै नाटक गरेर आएको माथिबाट त्यो भाले हेर्नु त्यो भालेमा छुच्चा रहेछ क्या यो भाले झन्डै सिध्यायो नि ओए त्यो भाले आइहाल्नु खोज्छ तपाईँ भागमा त्यहाँ नि त्यसको हेराइ ओएमा बिताउँछ क्या हो यार रन्डो अहिले पो समस्या भयो त यहाँ त अनि बस्न नसकिने जस्तो भयो त यार त्यसले त त्यो छेउमा त जानु हुन्न त यार पुरा कुद्देर आउँछ परबाट यार हे यहाँ त हेर न त्यसको हेराइ त्यसले चिप्दै पनि छ यता नि हेर्दैछ कति चाहिँ तगडा भाग आयो भने त टाप हान्नुपर्छ यार स्पिड हान्नुपर्छ टोक्ने पुरै हेर्दैछ कि यता त्यो भाले चढ्दै पनि छ उता यता हेर्दै पनि छ किन नुहाउनु पऱ्यो भने यार यसले त बिताउँछ कि क्या नुहाउनु दिँदैन क्या माथि भाग ओए भाग त्यहाँ कस्तो डरै लाग्दो रहेछ त्यहाँ जाँदैछ यता पनि मलाई पनि हेर्दै जाँदैछ यसले अनि यता माथि तल हेर्दै जान्छ त्यहाँ यो मलाई चलाउन आउँछ कि भन्दा त्यही हेर्दैछ क्या तल उसको साथीहरू सबै उता पुगिसक्यो यो रन्डो भाले चाहिँ यहीँ छ क्या अब हेर न अब यहाँ नुहाउँछु भने के साह्रो हौ भाग जा समस्या यार लास्टै समस्या गरे यसले अघि मैले नचलाउनु पर्थ्यो यसले मार्छ माक्रे चाहिँ रुङ्गे गऱ्यो क्या यहीँनिर अब
यहीँ बाँच्छ यहीँ रुङ्छ म त्यहाँ गयो भने त्यो भाले त्यहाँ आउँछ कि अनि अब के गर्ने त अब यहाँ यसरी हेर्नै बस्ने अब कतिखेर जान्छ हेर्ने अब त जान्छ कि भन त्यहाँ बसी जान्छ कि भन ओइ जा न जा जा बाक म नुहाउँछु के जा म नुहाउँछु बल्ल गयो क्या माथि गयो बल्ल यहाँ तल अब चाहिँ बल्ल गयो कस्तो यहाँ तलसम्म आएको हो मलाई यसले पछ्याउँदा यार गयो बल्ल ऊ ठाडो गयो यो सुमारे भाइको भाले त डेन्जर छु अझै त्यहाँबाट हेर्दैछ म बोल्छु कि जति बोल्छु ऊ यता तल हेर्छ अब चाहिँ ढुक्कले नआन्छ यहाँ सट्टसँगले भाइ त यहाँसम्म आएर पुरै हेर्छ यार यसले यस्तो खतरा भाले है यार छ्या टक्कसँगले अब चाहिँ म यहाँ नुहाउँछु होइन पुरै लास्ट त्यसो चाहिँ अब यहाँबाट मैले नुहाउँदै गरेको दिएको भने त फेरि लाज पनि बनिन्छ त होइन यहाँ चाहिँ छिटो नुहाउनु पर्ने हुन्छ होइन त्यही अब म यहाँ नुहाउँछु ल सट्टसँग चिलमा त्यो भर्खरै ढुङ्ने भाले त यसको त अन्तिम दिन रहेछ त आज त मार्न लाग्नुभयो त टक्कले त्यहाँ बम पुग्छौँ बसेर ए रन्डोनी भर्खरै मसँग चल्दै थिएँ त्यो भाले अब स्ल्याप्पै गयो ठुङ्ने भाले आजदेखि गयो भर्खरै यसले मलाई ठुङ्नु खोज्दै थियो होइन यही हो क्या मलाई ठुङ्नु खोज्ने भर्खरै ओइ नछोडे कस्तो सामान हेभी यो त अहिले सुप बनाएर खाने भर्खरै घर पैसा होइन अब घर पैसामा यो भाले मऱ्यो आजदेखि अब यो घरमा ठुङ्ने भाले छैन तपाईँहरूको नि यस्तो हुन्छ त्यो यस्तो मुन्दुम लाउनु पर्छ है लास्टै साह्रो अब चाहिँ यहाँ आउन पनि अलिक डर हटेछ पुरा खेदाउँदो रहेछ नि त यसले त दरसम्म ओइ खुन फाल्छ नि यसले समस्या भयो त खुन झर्दै छैन यसैले यसको पकेट अलिक झऱ्यो बहुत जमाना पापी छ कि क्या हो काट्ने त सबै मर्नु पर्दैन अनि हेर्नु यत्रो अहिले चाहिँ भेट होइन पाप गर्यो यार पाप गर्यो यसरी पाप चाहिँ गर्नु नहुने लु अब ठुङ्ने भाले गयो यार ल यस्तो भिडियोहरू बनाएर म गएँ अब भाले पनि एउटाको मृत्यु गरेँ भर्खरै ठुङ्ने भाले लगेर गयो त्यसले म अब हेर म कतिखेर आउँछु हेर अब त्यो ठुङ्ने भालेले अब त्यस्तै भयो यार छि यार खुन लाग्यो सबै हातमा ब्लड यार ती यतातिर लागेको छ यार यताको हातमा यताकोमा त छैन यसमा त पुरा ब्लड छ त यार ओए के हो यार यस्तो ओए के हो यार खुन निस्क्यो त हातबाट भाइ भन्नु अरे त्यो अघि भर्खरै भएको भाले चाहिँ हामीले चाहिँ त्यसको चाहिँ अन्तिम संस्कार हानिदिइहाल्यौँ भर्खरै होइन त्यो टक्कसँग त्यो भाले ठुङ्ने भाले चाहिँ मारिदिइहाल्यो साला चाहिँ त्यो घरमा त्यो घर चाहिँ घर पैसा सुमारे भएको त्यही भएर त्यो ठुङ्ने भाले नै चाहिँ घर पैसाको लागि चाहिँ सिएलमा पाराले त्यो मेजबान के आज त्यहाँ अहिले जानुपर्छ त्यहाँनिर सटलले त्यो ठुङ्ने भालेको मासु खानु होइन अनि म चाहिँ तल तुम्बाको घर जाँदैछु तुम्बाको घरमा चाहिँ को हुनुहुन्छ नभए त्यहाँ पुगेपछि हेरौँ ल यहाँ चाहिँ भर्खरै यो बेसी गयो त्यही भएर यहाँ चाहिँ भर्खरै मकै गोडा छन् है त्यही हो मकै सकै गोडगाड गरेका छन् त्यो चाहिँ त्यो बुद्धि भएको हो त्यो अहिले माथि गइसकेको छ अहिले त्यसको मम्मी गएर भेटघाट गराउनुपर्छ बाख्रा चराउँछु भन्दै थिएँ त्यही अब तुम्बाको घर पनि आइपुगिसक्यो यहाँ तल छ उहाँ नेक्स्टमा भिडियो हुँदैछ ल सी टक्क तुम्बाको घरमा चाहिँ मासु खाइ अब एउटा निस्किन्छु छक्कसँगले अब चाहिँ म चाहिँ सिधै कटहरको फेदमा किनभने मलाई चाहिँ कटहरको सब्जी अहिले खुब खाँदा दामी हुन्छ नि त होइन अनि म चाहिँ अहिले सिधै कटहरको बोटमा चाहिँ चोर्न जान्छु कटहर त्यो घरको अहिले मलाई दिएको अन्त बिताउँछन् अब सिधै कटहरको बोटमा गएर भेट्नुपर्छ त्यही हो अब कटहर चोर्न लागेँ म चाहिँ सिधै कटहरको बोटमा टक्कसँगले चाहिँ कटहरको फेदमा पनि आइपुगिसक्यो कि अब यहाँ त ठक्क झरिरहेछ त कटहर ओइ फेना होइन अब यसलाई चाहिँ अब मैले चाहिँ यहाँनिर चाहिँ माथिबाट यो माथि देख्छन् जस्तो छ घर छाउँदैछन् अझै एउटा लुकी छुपी टिप्ने बेला हुन्छ किनभने यहाँ कटहर चाहिँ छ नि त यो टक्कसँगले यो कटहर चाहिँ मैले टिप्छु अनि धेरै पनि लान्न कि मैले धेरै लान्न है दुईवटा अहिले माथिबाट देखिहाल्यो भने त बजिहाल्छ त्यसैले अब यहाँबाट चाहिँ हाम फालेर गइहाल्नुपर्छ कि बिस्तारै आइपुग्यो यार कटहर अब कुन चाहिँ टिपेर लाँदा होइन यो चाहिँ यसरी खानु नहुने हो कि पछि बर्खामा यो चाहिँ असारे हो नि त त्यो चाहिँ खानु नहुने हो तर के गर्ने सब्जी अब खाने अभावको कारण अभाव त छैन तर
स्पेसल हुन्छ कि यो एकदमै मासुलाई टक्कर हान्ने खालको हुन्छ नि त यो अनि त्यही भएर चाहिँ अब टिपेर लानै पर्ने हुन्छ होइन त्यही अब म टिप्छु ल यहाँनिर अलि बिताउँछ मैले टिपेको गर्दै गरेको मान्छे माथिबाट दिएको नि बिताउँछन् कि कलर पनि झोरिहाल्यो अब त्यो भिडियो देख्यो भने मलाई पक्कै पनि कराउँछन् होइन त्यही हो अब गाली सुन्ने बेला अब यस्तै हो मन परेको चिज अब खाइहालौँ जस्तो होइन देख्ने बित्तिकै अब अनि त्यो आँप पनि फलिरहेछ त्यो आँप पनि खाइदिनुपर्छ कि क्या जस्तो चोर्दै यहाँ कोला चाहिँ दामी पा फलेर चाहिँ अब यो पनि पाकेपछि टिपेर लगाइदिउँ कि क्या अर्काको भने होइन मार्छ त यसरी चोर्दै हिँड्नु भने त मलाई होइन बिताउँछ नि यार धेरै बिताउँछ यसरी मैले आँपलाई हेर्छु आँप राम्रो थियो भने टोक्दै जान्छ सालालाई अर्ग्यानिक आँप होइन कुनै खालको बिसादी नहालेको कलिलो छ जस्तो छ अनि यो मकैबारी चाहिँ किन नगोडेको क्या हाम्रो तुम्बारले होइन लास्टै छिप्पट छ त अनि त्यहाँदेखि चाहिँ यस्तै चाहिँ त्यहाँ माथि एउटा भाउजूले चाहिँ पुरै गर्दै हात लाउँदैछ अहिले भर्खरै सुनाइदियो नि त बिताउँछ मार्छ अब म आँप चोर जान्छु पुरा हेर्दैछु त्यहाँ माथिबाट भाउजूहरूको हो नि त अनि त्यही भएर आँप चाहिँ फलै छैन रहेछ यार सेच आँपै नफलेपछि त अब के खाने बेला भयो त केही खाइएन नि त यस्तो भएपछि त एउटा चाहिँ चोर्नुपर्छ यहाँबाट टेस्ट के टेस्ट स्वाद लिउँ न महाकरी होइन यहाँ रहेछ कलिलो फुच्चे आइज रन्डो ओए एकछिन ल म टिप्सको नलिन धेरै ल अर्ग्यानिक आँप सट्टोसँग यसले फोकसै गर्दैन यार फेरि ए अब मैले यसलाई सपाउँछु सट्टोसँगले होइन मलाई चाहिँ यहाँ दामी छ र त्यो चाहिँ रहेछ अलिक छिप्पिकै छैन टेस्टै नगला पनि खाँदैन त्यही हो मसिनो रहेछ कि भर्खर फल्दै मात्रै रहेछ नि यो अझै तितो छ अमिलो लागेको छैन क्या अब यो असारतिर पाक्ने बेला हुन्छ नि त असार ठाउँमा त्यही भएर अहिले भर्खर बढ्दैन नि त जेठै लागेको छैन पर्सि निकर्सीदेखि पनि जेठ लाग्छ अब 30 कतै भइगयो यसलाई म छिप्पेपछि खान आउँछु ल तँलाई त्यसलाई छिप्पेपछि खान आउँछु म टक्कसँगले अनि यहाँ गोरुहरू छन् आजको बेसी घुम्न पनि एकदम मस्त भयो तपाईँलाई भिडियो हेर्न पनि रमाइलो भएन होला है त्यही हो गाउँहरूको यस्तै छ क्या आजकल यहाँ तल जान पाइएन त्यही हो यहाँ तल खोला त्यो 15-20 मिनट लाग्छ खोला पुग्नलाई अर्कोचोटि जाउँला खोलाको भ्यू पनि एकदम खतरा छ कि अहिले खोलासोला यो सालको पानीले सबै के खेतहरूदेखि लिएर सबै बगाएको छ हेर्न चाहिँ मन छ क्या मलाई कुनै दिन जाम्ला त्यहाँ तलको अर्कै होला है त ल टक्कसँगले म चाहिँ अब चाहिँ फेनाङ बसीबाट उकालो लागिसकेँ फेना भनेको चाहिँ कस्तो भने हाम्रो लिम्बू भाषाबाट कटर हो अनि बुङ भनेको चाहिँ फेना बुङ भनेको चाहिँ कटरको बुट कटर भएको बेसीबाट चाहिँ म उकालो लागिसकेँ फेना बुङ भनेपछि कटर भएको बेसी त्यही अनि अहिले चाहिँ म चाहिँ यहाँ चाहिँ बेसीको कोठाहरू यस्तो हुन्छ कि लास्ट रमाइलो हुन्छ कि यहाँ बस्न होइन आनन्द घरमाथि हुन्छ बेसी तल आयो उपालो गयो साँझमा दिउँसो होर काम गरेर बेसीमा होइन के रमाइलो हुन्छ भने नि अब आनन्द त होइन दुःख पनि हुन्छ धेरै कालो उडालो गर्नुपर्छ तर एकदमै रमाइलो चाहिँ हुन्छ कि कुनै खालको टेन्सन हुँदैन नि त बेसी आएपछि आनन्द आफ्नै काममा सुरुमा काम गर्नुपर्छ टक्कसँगले अहिले चाहिँ एकदेव हाम्रो एकदेव लिम्बू चर्चित कलाकारै हो डान्सबाट उसँग चाहिँ अहिले भेट भइसक्यो अब म चाहिँ धेरै गर्ने भयो क्या म यसलाई फाल्छु बस अनि अहिले चाहिँ म चाहिँ आइपुगेँ चौधरा अनि यहाँ चाहिँ छ हाम्रो बाख्राकोटालाई एकदेव लिम्बू अब के गर्ने यसलाई ल यस्तो छ ल वेलकम मेरो युट्युब वेमा यस्तो नदेखा न चाहिँ के देखाएर गले बेला जससँग आउँछ अहिले ल अब चौचौ पार्टी खानुपर्छ महाकरी म गलेँ यार छेत हाम्रो खाजामा चाहिँ चौचौ हुन्छ यी मान्छेले मैले लिएर पालिदिनुपर्छ कि उसको लागि खाजा लिएर बोकेर आएन हेर नि सबै मैले हो म्यानेज गर्नुपर्ने कस्तो मान्छे हो यार करेन्ट पो त पुरा नोकर हो अरे म त अब उसको फोन म त हेरिबस्छ बाख्राहरू कहाँ पुग्यो थाहा छैन मलाई नि ल त्यही हेर न ऊ त्यहाँ दादाहरू पो कुरा गर्छ झन् केटीसँग बोल्दै बस्छ जतिखेर पनि यो चाहिँ ल के भन्नु अर्काको बुढीहरू किन हेर्नु पर्यो त नि टक्कसँगले यहाँ चाहिँ एक हुल बाख्रा चाहिँ त लगिँदैछ नि बुद्धि चाहिँ तल लिनु गएँ त्यहाँ तल रहेछ कि बाख्राहरू अघि छुट्टिएछ हौ तल
यो त हिँड्नै नसक्ने भयो नि यार हिँड्दा हिँड्दै सेच अरू सबै हिँडिसक्यो यसलाई पछाडि राखेँ यसलाई म बोकेर लान्छु है यहाँ आइज ल यसलाई बोकेर बाटोमा निकाल्छु है यहीँ गर्छु बाख्रा कस्तो हिँड्नै नसकेको मलाई अप्ठ्यारो बनायो छिने ल हिँड छु पुरा आज त बाख्रा गोठाला अन्त के गर्नु पऱ्यो ओइ माई गड पोखरी पनि छ त कस्तो हिँड्नै नसकेको यो बाख्रा त रोकिरहेछ नि त उफ ल देखि त ल गयो बल्ल अब तेर्सो त यहीँ कोट्याएर छ अब त पुगेको हिँडेर जय छ त्यही टक्कसँगले अहिले चाहिँ हिँडेर खानै नपाएको जस्तो भनेर साँच्चै त्यस्तै देखियो यार यो भएन कन्टेन्ट बनाइदिनु पर्यो न खानै नपाएको जस्तो पनि भन्दैछु फुपूले रोटी दिएर चाहिँ टक्क अब खान लाग्यो केटाहरू त खानै नपाएको जस्तो खाइदिइहाल्यो कन्टेन्ट बनाइदिएको ल ठिक छ अब खाइन्छ हामी होइन र टक्कसँगले अहिले चाहिँ हामी चाहिँ घर पनि आइपुगिसकेका छौँ यहाँ चाहिँ सानो खालको चियाबारीमा आइपुगेछ तपाईँहरू जतिले मेरो भिडियो अन्तिमसम्म हेरेर साथ सपोर्ट माया देखाइदिनु भयो तपाईँहरू सबैलाई धेरै 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 धन्यवाद आजको मेरो भिडियो यति नै हस्तो नमस्ते जय नेपाल एन्ड बाई ए छिले तपाईँले कहाँ सब्सक्राइब नगरी कहाँ हिँड्नु लाग्यो यार एक सब्सक्राइबमा एक बेल आइकन चाहिँ टक्कसँगले अनि एक सेयर दबाएर जानलाई अनि यसरी मेरो भिडियो पनि हेर्न पाउनुहुन्छ स्टाइलको होइन स्टोनहरू खतरा आउँछ क्या फेरि बिस्तारै बिस्तारै यही हो ल कस्तो नमस्ते अब चाहिँ बुम्बुङ लास्ट